नमस्ते। आज खास म भिडियोमा के ल्याउन गइरहेको छु भन्दाखेरि यो होमियोप्याथिकमा फ्री कहाँ पाउनुहुन्छ त्यसको बारेमा। 1 रुपियाँ नि लाग्दैन। त्यो बिल हुन्छ नि सुरुमा दिने बिलको पनि रुपियाँ लाग्दैन। तपाईँको 1 सुकानी अस्तिको पनि लाग्दैन, न त्यो पुर्जीको लाग्छ न केहीको लाग्छ। त्यो कहाँ हो भन्दाखेरि 2 ठाउँमा, जुन कि पहिलो ठाउँको कुरा गर्दैछु म। यो चाहिँ 10 बजेदेखि 3 बजेसम्म खुल्छ। यो ललितपुरमा हरि भवन भन्छ, जुन कि तपाईँको किताब कारखानातिर जाने बाटोमा ठ्याक्कै अगाडि जानुहुन्छ भने 200 मिटर, अनि 200 मिटर अगाडि जानुहुन्छ अदालत छ, अदालतको छेउमै रहेछ। यो तपाईँको नाम चाहिँ पशुपति होमियोप्याथिक भनेर जसलाई सोध्नुभयो भने थाहा हुन्छ। त्यो नजिकै छ। त्यो कुपनडोल पुलबाट सिधै अगाडि जानुहुन्छ भने पुलचोक इन्जिनियरिङ कलेजतिर जाने बाटो छ एउटा सिधै। त्यो जलाखेलतिर जाने बाटोमा अलि अगाडि जानुभयो भने हरि भवन भन्छ, त्यहाँबाट किताब कारखाना जाने बाटोतिर छ। त्यहाँ चाहिँ तपाईँको 1 रुपियाँ लाग्दैन, औँसीको लाग्छ न तपाईँको बिलको लाग्छ। तर 10 बजेदेखि त्यो खुल्छ 3 बजेसम्म। त्यहाँ पुरै टोटल फ्री हो। त्यो औँसी प्राइभेटमा गराउनु भयो भने त्यही औँसीको लगभग 3-4 हजार रुपियाँ लिन्छ। तर त्यहाँ जानुभयो भने पुरै फ्रीमा पाउनुहुन्छ। र औँसीको नाम अरू प्राइभेटमा तपाईँको नामहरू दिँदैन, के लेख्छ कोडहरू, तपाईँलाई त्यो कोड पनि दिँदैन। तर अरू ठाउँमा जानुभयो भने तपाईँलाई त्यो कोडसहित सबै कुराहरू लेखिरहेको हुन्छ। र अरू ठाउँमा पनि किन्न सक्नुहुन्छ, तर त्यहाँ फ्रीमा दिने भएर तपाईँले फ्रीमा किन्न सक्नुहुन्छ। तर खुल्ने टाइम 10 बजेदेखि 3 बजेसम्म हो, शनिबार चाहिँ खुल्दैन। अर्को ठाउँको नाम म पछि भन्छु। त्यो चाहिँ बिहान र बेलुका मात्रै खुल्छ। त्यहाँ पनि 1 रुपियाँ लाग्दैन र त्यो चाहिँ लगभग 60 वर्षदेखि चलिरहेछ। हस्, थ्याङ्क यू, धन्यवाद।